गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ सुरुवात हुन्छ बाहिरबाट। अनि हजुरहरू सबै सन्चै हुन्छ भन्ने आशा राखेको छु। म चाहिँ अलिक सन्चो छैन, अलिकति बिमारी भए जस्तो रुगामर्की लागे जस्तो छ नि त। अनि यसरी बसिरहेको छु बाहिर घाम ताप्दै। त्यस पछाडि हाम्रो चाहिँ यसरी यहाँ उयो गिटीहरू ल्याएर थुपारेको छ, उतापट्टि घर बनिन आँटेको छ नि त। अनि त्यही भएर यसरी घाम तापेर बसेको छु। घाम हल्का हल्का छ। अनि कपाल काटेको कस्तो देख्यो कमेन्ट गर्नु होला। हजुरहरूले सहयोग गर्नुभएको छ, म धेरै खुसी छु। अनि यहाँ चाहिँ बुवा बसिराख्नु भएको छ। अनि त्यस पछाडि त्यहाँ चाहिँ अलिकति बालुवासालुवा त्यहाँ खाल्टो खनेर के गर्न आँट्नु भएको छ, दाउरा साउरा झिक्न आँट्नु भएको छ। अनि हजुरहरू टम सन्चै हुनुहुन्छ होला होइन। अनि मेरो यस्तै छ। अनि बाटो पनि फाइनल्ली बनिसकेको छ, देखाउन पनि पाएको थिइनँ। अब यहाँबाट देखाउँदा देखिँदैन होला नि त, पर न पर छ। अनि घर चाहिँ फाइनल्ली अलिकति भइसकेको छ। किचन चाहिँ सबै फुटाएर सबै फुटिसकेको छ है। हजुर म देखाउँछु नि त कस्तो छ भने है। अलिकति भित्र पस्नुपर्छ, हल्का यस्तो छ यसले। यसरी फुटाएको छ। अनि त्यस पछाडि अनि घरहरू एकदम पुरै रिफल भएको छ। अनि मेरो चाहिँ मैले चाहिँ ट्रिप लाएर यसरी ग्यास चुल्हाहरू यसरी राखेको छ। अनि कपडाहरू हेर्नु न सबै फैलिएको छ यसरी है। अनि यसरी फैलिएको छ, के गर्नु होइन। अनि यसरी फैलेपछि अब अलिकति गर्नुपर्छ। अनि हेर्नु सिमेन्टको बनाएर न घर बनाउन भनेर यति धेरै राखेको छ, यति धेरै छ। अनि यस्तै छ, माटोहरू चाहिँ यसरी उठाएर राखेको छ। अनि यस्तै छ है गाई चाहिँ यस्तै छ होइन। यस्तै छ, जग्गाहरू यसरी राखेको छ। अनि घर यस्तो भएको छ किनभने काम सुरु हुँदैछ नि त, त्यही भएर यस्तो भएको छ। रिसाउनु भएको छैन होला, धेरै दिन पछाडि भ्लग आएको छ। हजुरहरूले एकदम सहयोग गर्नुहुन्छ, धेरै खुसी छु। अहिले टिचर पनि कस्तो कस्तो गर्छ। आजको भ्लग चाहिँ एन्ड गर्न जाँदैछु। थ्याङ्क यू फर वाचिङ दिस। बाई गाइज।